बिरामी गर्थ्यो जला आगे त अच्छा कुकुटियार हो भन्छ नि नहीं तो काटियार बुढा त कुकुटियार को बुढिया 60 रुपैयाँ किलो पुरा नार बेचिरहेको 60 रुपैयाँ किलो हामीले पनि 200 को लिएर आएको थियो 200 मा 200 को यति बाबु लावी ये सबै लड्डु हाल्यो मेरो सब पसार राख्नु पर्यो खाला के लेखना ए बाबु अब बत्ती बाल्न पर्यो हैन मेरो कान्छो छोरो हो अर्को जुनीमा मैले गरेर मेरै कोखबाट सन्तान भएर आऊ छोरो भएर आऊ मेरो छोरो मेरो भएर आऊ र भोलि बेटीको लाऊ कुसलाई सेवा गर है जल्दी उसम लाइदिनु रातो नेर्छ एलर्जी हुन्छ है आपा मेरो कान्छो छोरो मैले जे गरेको छु त्यही गर है मेरो बुन्चुलु ले खसियो त ठीक हो ओम ईश्वर भगवान नारायण के पनि चाहिन्छ ओम खान्छ के त ठीक हो लिन्छ हैन एलर्जी हुन्छ म पनि एलर्जी हुन्छ हैन पर्दैन एलर्जी हुन्छ के भर्खरै नदिन पर्छ नि हिजो नखा ओम ईश्वर ल ले खुट्टा ल्याउ खुट्टा मलाई ल आऊ यता आऊ अहिले अनि जुत्ता लागि गर्दैन नि गर्दैन लाग्नु त नहुने अनि फस्नु त्यसले पसिन्न नि त हो ल लड्डु खाऊ लड्डु मेरो कान्छी छोरीले लड्डु खान्छिन् यही फोर्छ हातमा ग्याग्रो जति ल पिला जम्मा खान्छ त्यसले खाऊ मुख मीठा जाता है ओम नमो नारायण अगाडि सँगै नजिकै राख न नजिकै फेरि पछाडि यहाँ भित्रै आएको ब्याकग्राउन्ड राम्रो बनाऊ है यो ड्याडीको फोनले छेक्यो ल गर्नु पूजा गर्नु ए साथै गर्नु न के जुठो परे खावाको जेठा जुमरे भन्नु ओले मन चाहिँ पूजा गरेर टीका लगाइदिएर अनि मन्दिर उति काहीँ ढोग्नु न त ढोग्दिन केही भएन पैसा ओ पैसा नि के हुन्छ पैसा दान गर्न त के हुन्छ त पैसा छैन अनि नि ढोग्न ल ल बजा बनाऊ ओ मेरो कान्छी छोरीलाई ल आफू यो लड्डु खान्छौ मेरो मुहाले चटाइदिन्छ सल्न भयो पुग्यो ल पुग्यो उले नि गरेको छ राम्रो जाने जाउँ अब पाण्ड्या घरतिर मलाई दुःख नदिनु तल नजानु पिसाब ठाउँमा नगर्नु खुट्टा उचालेर पिसाब नफेर्ने अब यति पूजा गरिसकेपछि पिसाब नगर्ने पिसाब लागेर बित्ताकै माथि जानु नजान्नु है तजान्नु पिसाब नगर्नु होला भनेको मान्नु दिएको राति छापेर थोरै गर्नु पानीले काना हाल्दिनु लौ ज्ञानी भए लौ ओहो बस बस